आइतबारे मेलैमा गएको कान्छीसँग भेट भएको माइबोलाको तिरैमा बसी नछुटिने कसम खाएको आइतबार। Hello साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो विथ न्यू डेज, न्यू टाइम, न्यू सिजन, एभ्रिथिङ। आशा गर्दछु तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने। म पनि एकदम सन्चै छु, आरामै छु भन्नुपर्छ। अनि अब आज चाहिँ विशेष अब हामीले चाहिँ के गर्दैछौँ भने प्लान बङ्गुरको मासु पोलेर यानि सेकुवा खाने प्लान बनाउँदैछौँ। त्यसर्थ एकदमसँगले हामी चाहिँ रेडी गर्नेवाला छौँ। अब यहाँ चाहिँ साँझको 8 बजिसक्यो अहिले। टक्क अब हामी चाहिँ यहाँ खान्छौँ। यहाँ छ हाम्रो चाहिँ क्याम्पिङ टक्क बस्ने होइन। अब उता सेकुवा पोल्ने सामग्रीहरू ल्याउनु पर्ने छ, मासुहरू छ। तर मासुहरू चाहिँ किन म्यारिनेट गरेर दिउँसै मैले राखिसकेँ। साथीहरू पनि कामबाट आइसक्यो। अब चाहिँ हामीले खानुपर्ने हुन्छ, यानि कि बनाउनु पनि पर्ने हुन्छ। साथी अरू फेरि जुस लिनलाई जहाँ पनि गएको छ होइन। अनि मेरो चाहिँ काम के छ त, अवश्यको एस्ट्रोलाई चाहिँ झिकेर सफा गरेर चाहिँ कोइला सोइला टक्क राखेर चाहिँ कोइलालाई जलाउने काम सुरु गर्नुपर्ने हुन्छ। त्यस्तै छ साथीहरू हाम्रो चाहिँ। तपाईँहरूको चाहिँ कस्तो छ कमेन्ट गर्नुहोस्, कस्तो छ प्रतिक्रिया, के लाग्छ है। यहाँ छ एस्टे चाहिँ यो, अनि यसलाई चाहिँ झिक्नुपर्ने हुन्छ बाहिर। म चाहिँ यहाँकोमा झिक्न लाग्दैछु टक्कसँगले। झिक्नै पर्यो, साथीहरू भनेको सल्लाह मान्नै पर्यो। गाह्रो छ, भ्लग पनि बनाउनै पर्यो। यस्तो चाहिँ ढक्क झिकेर चाहिँ हामी अब जाँदैछौँ। चाहिँ अलिकति फोहोर छ, यो पोल्दा एकदम खरानीहरू छ, त्यसलाई सफा गर्नुपर्छ। यस्तो छ यसलाई चाहिँ चट्ट सफा गर्ने एकदम राखेर टक्कसँगले। लास्टै वेट छ 15 किलो 10 किलो चाहिँ होला, त्योभन्दा बढी चाहिँ छैन। यसलाई पनि त गर्नु पर्यो होइन। मिहिनेत त गर्नु पर्यो खानको लागि। खाना खोजेर मात्र पनि भएन, काम पनि गर्नु पर्यो होइन। काम गरेर मात्रै दिनु भएन, फेरि खाना पनि पर्यो होइन। त्यही हो नि। गर्नेछु। लाइटर चाहियो दाइ हामीलाई कि कसो साथी हो। लाइटर पनि यहाँ काम भएन, त्यो भएर लाइटर ल्याउनुहोस् छिटो। लाइटर चाहियो, लाइटर। अब आगो बाल्दा यसो गर्नु पऱ्यो नि त। कोइलालाई चाहिँ सल्काउनु गाह्रो हुन्छ कि। अनि यसको लागि चाहिँ यसरी हल्लायो भनेदेखि यो हावाले गर्दाखेरि चाहिँ कोइलालाई पनि बल्नको लागि जल्नको लागि सहज हुन्छ। त्यो यसो गर्छु म चाहिँ। तपाईँहरू चाहिँ कसो गरेर आगो बाल्नुहुन्छ थाहा छैन। तर दाउराकोमा छुट्टै हुन्छ तरिका र यो कोइलामा छुट्टै हुन्छ होइन। कोइलामा चाहिँ यसो गर्नुपर्ने हुन्छ, किनभने म चाहिँ पहिला गाउँमा हुँदाखेरि उता त्यो आरन भन्ने हुन्थ्यो नि। अब कचियाहरू त्यो बन्चहरू अनि कोदालीहरू चाहिँ धार लाउनु जानुपर्ने हुन्थ्यो। त्यो आरनमा जाँदाखेरि चाहिँ यसै गर्नुपर्थ्यो कि, यसो गर्नुपर्थ्यो। अनि पछि त्यो घुमाउने खालको आएछ, यस्तो घुमाउने। अनि त्यो घुमाउनु पनि छेउमा बसेर बडो मजा लाग्ने कि, घुमाउनलाई मजा लाग्थ्यो। अनि घुमाइन्थ्यो। अनि म फेरि खासै अलिक टाढा थियो हाम्रोबाट चाहिँ जानको लागि लगभग नि 6-7 किलोमिटर जस्तो चाहिँ थियो होला लगभग। अब पाहाडको ठाउँमा होइन, खल्टा-खुल्टी खोल्सा गहिरा डाँडा हिँड्नुपर्ने अनि त्यति थियो होला। अनि मलाई चाहिँ त्यही चलाउनकै रहर के त्यो आरनको के हुन्छ नि यस्तो घुमाउने, त्यो चाहिँ मलाई थाहा भएन। तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोस् त ल। अनि त्यो गर्नुपर्थ्यो कि। अनि मलाई कस्तो लाग्ने भने बडो मजा लाग्ने कि। अनि त्यसैको लागि हो भने म जान्थेँ कि मम्मीसँग। अनि कहिलेकाहीँ गाउँतिरको मान्छेहरूसँग जान्थेँ। विशेष चाहिँ प्रायः मम्मी र म जान्थेँ। त्यस्तै छ कहानी कथा कुराहरू सबैको होइन।
हुन्छ नि जो कोहीको पनि बाल्यकाल जति दुःख पीडादायक भए पनि रमाइलो फिल हुन्छ कि अहिले सम्झिँदाखेरि यस्तो गर्थ्यौँ उस्तो गर्थ्यौँ हुन्छ नि होइन त्यस्तो हो कि मलाई चाहिँ लास्टै म विदेश भएर पनि मलाई नेपाललाई धेरै मिस गर्छु कि किनभने मेरो बालापनहरू त्यतै छ होइन मेरो अब बालापनको साथीभाइहरू पनि त्यतै छ होइन कतिपय अब म यता छु अरू मेरो साथीभाइहरू पनि प्रायः सबै नै जस्तो विदेशी जस्तो छ भनौँ न विदेशी छ अब त्यसो सबै साथीभाइलाई मिस गरिरहेको छु किनभने अहिले चाहिँ थोरै समय चाहिँ म यस्तै छु अब सबैजना आफ्नो के हो भने अब भविष्यलाई लिएर थोरै चिन्ता लिएको फेरि हामी 40 कटेपछि चाहिँ हामी साथीभाइहरू सबै फेरि टुगेदर हुनेछौँ अनि फेरि यस्तै बुढेसकालमा पनि जस्तो बाल्यकालमा हामीले इन्जोय गरेको थियौँ अब बुढेसकालमा पनि हामी त्यसरी नै इन्जोय गर्ने तयारी भनौँ न अब तयारी अहिले हुनु पऱ्यो नि त नभए फेरि बुढेसकालमा पनि अब गाह्रो हुन्छ होइन बुढेसकालमा त रमाउनु पऱ्यो नि 40 कटेपछि रमाउला भनेको जस्तै हो कि त्यस्तो हो कि बालापन र वृद्धपन थोरै रमाइलै हुन्छ कतिपय वृद्धपन भन्दा पनि बालापन चाहिँ धेरै नै रमाइलो हुन्छ अब मम्मी बाबाहरूको घर गार्जेनहरूको कराई कुटाई खाए पनि बालापन चाहिँ बालापनै हो त्यस्तो मलाई चाहिँ खतरा लाग्छ क्या बालापन चाहिँ बढी मजा लाग्छ कि यादैले पनि अरे यस्तो टेन्सन तनाव हुन्छ डिप्रेसन हुने सिचुएसन हुन्छ नि आउँछ नि तब बालापनलाई झट्ट पछाडि फर्केर याद गरेर सम्झेर हेर्दाखेरि त्यस्तो मान्छे किन टेन्सन तनाव लिने लाइफ भनेको यस्तै हो भनेर चाहिँ फेरि ऊ गर्छौँ कि म चाहिँ टेन्सन तनाव लिनुहुन्न जस्तो बालापन थियो त्यस्तै हो हामी होइन समय मात्रै थोरै फरक भएको जिम्मेवारीहरू मात्रै बढेको भन्ने त्यस्तो छ गाइज अब यो बल्दैछ अब अहिले चाहिँ अब मासुहरू पोल्ने एकछिनमा मासुहरू पोलेको पनि ल्याउने छु है त तपाईँहरू हेर्दै गर्नुहोस् धुवा त भइहाल्छ अब मासु पोल्ने टाइम धुवा भएन भने कहाँ हुन्छ होइन साथीहरू त्यही त हो म म्यारिनेट गरेको मासु हुन्छ दाइ म म्यारिनेट गरेको मासु लिएर आउनुपर्ने हुन्छ गाइज होइन आगो चाहिँ जल्दैछ अब म्यारिनेट गरेको मासुहरू पनि त्यहीँ छ फ्रिजमा राखिरहेको छु त्यो पनि ल्याउनु पर्ने हुन्छ अब ल्याउने हामी एकछिनमा गएर ल्याउँछौँ होला भने हामी जानकारी पनि गराउँछौँ होला होइन त्यही त हो नि त्यस्तै त छ नि समस्याहरू भनेको ओके फाइनली साथीहरू अब चाहिँ के छ भने मासु ल्याउने पर्ने स्थिति भइसक्यो त भित्र फ्रिजमा छ मासु चाहिँ अब त्यसलाई चाहिँ म्यारिनेट गरेर मैले दिउँसैराखेको छु लगभग 3.5 किलो जति मासु छ होला हामी 7 जना जति लगभग छौँ होइन त्यति पनि इनफ हुन्छ अरूले खान सक्दैन म मात्रै बढी खाने अब फ्रिजमा मासु झिक्ने टक्कसँगले चाहिँ त्यस्तो छ साथीभाइहरू कहिलेकाहीँ त अब हल्का दिनै पर्यो होइन कथा अनुसार मासु चाहिँ 3 किलोस अनि हाम्रो दाइले फेरि ओ सलाद आज चाहिँ बढी रमाइलो हुनेवाला छ है साथीहरू यहाँ बढी रमाइलो हुनेवाला छ अरू मालपानी पनि छ नि फेरि हामीसँग तर मालपानी चाहिँ अहिले खाँदैनौँ हामी तब मासु पाक्छ तब मात्र खान्छौँ त्यस्तो छ नि साथीहरू फेरि हाम्रो चाहिँ तपाईँहरूको चाहिँ कस्तो छ थाहा छैन तर हाम्रो चाहिँ यस्तो छ साथीहरू यहाँ चाहिँ मासु उन्नुपर्ने हुन्छ सिलमा ओके साथीहरू मासु चाहिँ उन्नुपर्ने हुन्छ अब अहिले हेर्दै गर्नुहोस् मासु उन्दै गरेको अब एकछिन हामी पोलेर खाँदै गरेर ल्याउँछौँ यहाँ पाक्दैछौँ मस्त बङ्गुरको अब यता खानै पर्यो अब हाम्रो लागि फेभरेट हो अब यहाँ हामी फेरि सबैजनाले खानै पर्छ सबैलाई फेरि फेभरेट होइन सबैको यो चिज हाम्रो होइन फेरि दा यस्तो हुनुहुन्छ होइन तर हामी चाहिँ हाम्रो चाहिँ फेभरेट हो अरूको होस् नहोस् तर आफ्नो हुनुपर्छ बस त्यति भइसक्यो मेरो सिद्धान्त चाहिँ त्यो हो अब खानै पर्यो यो चाहिँ थाहा छ अब चङ्खे दाइ त फेरि म त
गिरियो मलाई खान्न नि यस्तो थाहा छ यो सुँगुर कहाँ बँदेलो मुला मलेसियाबाट हामीले उ गरेको अर्डर पोसारीबाट बनेलो हामीले गानी फेरि ओके दाइहरू रोलपाली त नेपाल दाइहरू कस्तो लाग्यो आजको मासु सेकुवा कडा छ नि है दाइ कहाँको तपाईँको परिचय भनिदिनुहोस् ठाउँको नाम यो लिएर दाइ तपाईँको घर कहाँ हो भनिदिनुहोस् मेरो चाहिँ बागलुङको उहाँलाई दिनुहोस् अब फेरि दाइ हजुरको घर कता हो मेरो घर चाहिँ पूर्व झापा उहाँलाई दिनुहोस् मेरो घर बेनी म्याग्दी वाह म्याग्दी चाहिँ जानै पर्छ है यस म्याग्दीको विशेषहरू पछि किनभने भनौँला हैन पूर्व चाहिँ लगभग हल्का घुमिया छ पश्चिम घुमिया छैन मुस्ताङबाट घुम्दै म्याग्दीबाट घुम्दै घुम्दै मुस्ताङ पुगेर फर्किनु पर्छ ओके चाइनाको बदरसम्म ओके उता चङ्के मिस्टर चङ्के फेरि कमल दाई हुनुभएपछि नि ओ माइ गॉड कमल दाई फेरि हाम्रो सबैको एकदम फेभरेट हो के मेरो घर चाहिँ भन्नु न छिटो मेरो घर चाहिँ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर 2 सुर्खेत हो अनि हाम्रो मिस्टर मेरो घर खै रोल्पा भन्थे के र त्यही रोल्पा होला रोल्पा हैन ज्योति मगर हो र ज्योति मगर रोल्पाको ज्योति मगर हाम्रो रोल्पाको ज्योति मगर यहाँ यसको छोटो कपडा लगाएर नाच्नुहुन्छ हो त्यहाँको घर मेरो जिल्ला एउटै हो ल ठीक छ यस्तो छ साथीहरु अब हामी चाहिँ राति छौँ अब एकजना दाइ चाहिँ फेरि केराबारीको दाइ पनि अब हामी अहिले चाहिँ तत्काल चाहिँ 6 जना छौँ उता पाक्दैछ त्यहाँ पुरा पाक्दैछन् अब हामी यहाँ यस्तो इन्जोय रूपमा छौँ होइन इन्जोय गर्दैछौँ अब गर्ने कुरा भोलि छुट्टी छ आइतबार त्यो भएको हुनाले मात्र फेरि होइन नभएदेखि हामी यति कुरा सुतिसक्यौँ त्यही भएर पनि हामीले साथीहरू दाइहरू कस्तो फिल भइरहेछ कस्तो हान्नै पर्यो पनि छ के हो कस्तो छ र दाइ फेरि भन्नु फेरि 10 चोटि गर्ने हो र तिमी के बता 10 चोटि 20 चोटि जति हुन्छ दाइ त्यस्तै हुन्छ त्यस्तै हो स्याएको हामी चिलमा खाऊ पानी साथीहरू पानी हो पानी हैन हौ गाई भन्छ नि पानी हो तर मलाई थाहा छ म त्यस्तो जाँड खाएको साथी मेरोमा होइन र साथीहरू कोही पनि छैन जाँड खाने मेरो सब्सक्राइबरहरू तपाईँले हुन्छ होइन हामी फेरि हैन यत्रो नजिक नआउनु न वासै हुन्छ पुरै यस्तो होला हो के फेरि हो के हो यत्रो नजिक आएपछि त केही देख्दैन अनि के चाहिँ खान आउनु त हो त्यस्तो हो नि यस्तो हो साथीहरू अँध्यारो भयो के गर्ने अब के पनि अब खानै पर्यो नखाइ पनि हुन्न अँध्यारोले गर्दा त्यति राम्रो पनि आएन नआए तापनि हामी चाहिँ तर भिडियो गर्न चाहिँ जारी छौँ र मेरो साथीहरू पनि भिडियो हेर्नु एकदम जारी नै हुन्छ होइन हामी फेरि होइन फिरोज भाइ के अरे रक्सी खाँदैनन् तर सुन्छन् 1 मिनटमा एकचोटि खाएपछि घन्टामा चिया पनि यस्तो होला हो कि फेरि बिहानदेखि 15 लिटर हानिसक्यो काम गर्ने साइडमै दिएछ यहाँको लोकलहरूको फेरि हाम्रो नेपालको जस्तो छ हाम्रो राइलिङहरूको जस्तै छ क्या यहाँको चाहिँ प्रायः जस्तो झप्प भएपछि के छ भने विशेष आउने पाहुनाहरूलाई चाहिँ त्यही हो ऊ खुवाउने रक्सी बियर खुवाउने होइन त्यस्तै चाहिँ यहाँ पनि बडो मजा लाग्छ बुढोले फेरि बुढोको डाइलगै छ क्या साथीहरू एउटा कस्तो डाइलग छ भनेदेखि सुन्नुहोस् मजाले सुन्नु है ठ्याक्कै डाइलग चाहिँ के छ भने सित्तैमा पाउँदा आँखाको गिडी फुत्किने गरी खाने त्यो डाइलग त्यो भएको हुनाले त अलिक भएको छैन त्यस्तो छ क्या साथीहरू सिस्टम चाहिँ हामी भनेको कस्तो भनेपछि आफ्नो भनेपछि लुकेर खाने होइन अर्काको भनेपछि यसरी बाँडेर खाने के हाम्रो जात भनेको के यो हो क्या त्यस्तै हो दाइ उताउनु पर्यो त उताएन भने त मजै आउनु त दाइ
खानु पर्यो नि नबढाउनु सायद तिम्रो बाटोमा के पर्यो नाच्नु पर्यो नाच्नुलाई के नाच्नु पाउरोटी खान तपाईँ आउनु नि फेरि तपाईँ डोमेस्टिक बनाउनु नि मैले के गर्दाखेरि गाइज भनेर तपाईँहरूले चाहिँ भनिदिनुहोस् मेरो हामी दर्शक आज दार पुग्न गइरहेको छौँ गाई उहाँले चाहिँ भिडियो गराउनु पर्छ तर यस्तो गराउनु चाहिँ हुन्न है देख्नुभयो म कति मेहनत गर्छु अब मैले खतरा मेहनत गर्छु नि गाइज होइन तर के गर्ने अब समयमा चाहिँ पत्ता भिडियो अपलोड गर्न सक्दिनँ त्यही मात्रै समस्या हो है हामी डजन्ट म्याटर गर्छौँ किनभने हाम्रो साथी हो होइन जे भने हामी डजन्ट म्याटर है गाइज ल मलाई गाली गर्ने गयो भजन गाडी भने खतरा खाने मासु त खोइ खोइ हाम्रो होइन यो दिन त हाम्रो स्पेसल अचार छ है यो के छ दाइ यहाँ तपाईँहरू आफै पढ्नुहोस् अनि तल कमेन्ट गर्नुहोस् यहाँ नाम के छ है यहाँ मासुमा पनि हालौँ सलाद विशेष सलादको देखाइदिनु त दाइ यत्रो मेहनत गरेर ल्याउनु भएको छ यार हाम्रो दाइले सलाद त देखाउनु पर्यो नि यहाँ देखाउनुहोस् मासु यहाँ टपको हाम्रो अचार 10-20 करोडको आइतबारे मेलैमा गएको कान्छीसँग भेट भएको माइखोलाको तिरैमा बसी नछुटिने कसम खाएको आइतबारे मेलैमा गएको कान्छीसँग भेट भएको माइखोलाको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको चढ्यो उड्यो बादल जुनलाई म बसेको रेललाई उड्यो काशी बस्यो एक्लै रुनलाई उड्यो बादल जुनलाई म बसेको रेललाई उड्यो कान्छी बस्यो एक्लै रुनलाई कान्छी बस्यो एक्लै रुनलाई म बसेको रेलै त्यो चाहिँ फेरि अर्कै के थरी फेरि आइतबारे मिलाएर गएकोमा होइन गुर्क्यो यार रोलपालको सोध्न पोसाएको घुस्काइदिन्छ होला मगाउँछ दुई लाइन मात्रै छ के त्यो मगाउँछ राम्रो छैन हामी पोसाइदिन्छ रहेछ ल आइतबारे मिलाइमा गएको गीत गाउनु गफ गरेर गीत गाउनु न भाका निकालेर गलो निकाल्नु छैन के मेरो गलो म सो किन बुझ आइतबारे मेलैमा गएको कान्छीसँग भेट भएको माइखोलाको तिरैमा बसी नछुटिने कसम खाएको आइतबारे मेलैमा गएको कान्छीसँग भेट भएको माइखोलाको तिरैमा बसी कान्छीसँग भेट भएको होइन लास्टा बिर्सेको मैले मलाई त अस्तिमा खेल्या याद आयो आयो भन्दै परेको म पनि यसमा हाल्नु पर्यो यार त्यति भनेको मान्छे अघि कतिखेर गएर पैसा निकालेर ल्याएर हालेर खेलेछ पुरा दाइ कति भयो भने
एकैचोटि 30 रुपियाँ हालिदिएको 20 रुपियाँ बाँकी छ कति डर हुन्थ्यो नि अर्कोचोटि हानेर 20 रुपियाँ अनि परेन खाने यता हेरेर ढुक्काले खाने दाइ के भयो मेरो खतरा परे है मैले पुग्न जाँदा के छ भने दाइ तपाईँ हाम्रो 72 रुपियाँ पर्दै मेरो नि ढोका खोल्न ढिलो भयो मेरो बत्तर कहाँ हो र 162 दुईको खेल तर हानेको पनि त धरै हान्यो नि त 42 भन्दा कमै हुन्न थियो हिजो मैले 2 नम्बरमा 5 नम्बर 5 युरो हालेको हैन कहाँ 180 180 हो अनि 10 युरोको 360 360 आउँछ एउटै नम्बरमा याद गर्नु कि 1 रुपियाँको 36 रुपियाँ दिन्छ भने 5 युरो भनेको कति हो 5 युरो भनेको 5 युरो 180 दुना 360 हुन्न अन्त हुन्छ के अरे त्यो 5 युरो हालेर 10 ले खिचेर त्यहाँ राख्ने भने त्यसो भए बढी आउँछ त्यो त छुट्टै गर्यो नि त कप्पै एउटा नम्बरमा 5 भनेको 5 सिंगल चाहिँ 5 हानेको तब सिंगल 5 हान्ने मट्टा के त्यो हुनु हान्दाखेरि 180 180 आउँछ भाइ सिंगल 5 हान्ने मात्रै हुनु न त्यो 5 युरो हान्नु होइन होला उहाँले म त सिधा लेखिदिन्छु होला हारेपछि हाने होला त्यो अलग कुरा छ हारे बेला तर 180 चाहिँ पर्छ अरू बेला होइन जितेको बेला चाहिँ हान्छ नि जिते बेला हान्दैनौ हारेर जितेको बेला हान्नु पर्छ म जितेको बेला हान्दैन मेरो पाली नि मैले ठुल्ठुलो मैले 10 खिचेर हालेको नि दबाइदिएको त 10 हान्नु तर पर्छ स्वाद परेन र सबै 5 खेलाउनु परेन के दुईचोटि 5 हान्दिएको मैले 9वटा नम्बर 5 हान्दिएको दुईचोटि सार्दै फेरि 10 ले खिचेर त्यही हालिदिएको फेरि 10 ले खिचेर परेन 45 रमाइलो हुन्छ धेरै 42 42 10 चोटि गाउँछ न उसले सालले सोच्छ मैले के सोचेँ भने म अब रुपियाँले काट्दै पुग्नु मैले हिजो चाहिँ पहिला जिता थिएँ ठ्याक्कै पहिला हान्दै गर्दै बाटो निकाल्नु हुन्थ्यो हिजो पहिला जिता थिएँ अघि फेरि 200 युरो जित्यो अन्त हारेको भनेको के यसले हारेको यिनको मुड यस्तै हुन्थ्यो अहिले उहाँ सुत्केरी भएर उहाँ फेटा बाँधेर जस्तो भइरहेको यो कुरो कस्तो मलाई थाहा गर भन त धेरै अस्तिमा 50 युरोको यो चाहिँ सत्य कुरा है बुढा हारे नि सुत्केरी नि 50 युरोको 15 युरो गएको थियो मात्र रह्यो बरु त रातो पिरो भयो सुत्केरी पनि फेरि एउटा बच्चा जन्माएको 3टा बच्चा एकैचोटि बरु त रातो पिरो छैन हामीले त्यहाँ बुढो 50 युरोमा पुगेको थियो क्या रातो पिरो भएको यार कमल दा यार यो 15 युरो नि गए जान्छ भनेर म झ्याम 50 सेन्ट 1 सेन्ट हान्दिएको त 1 युरो हान्दिएको त कहिले बुढो त माला माला कहिले के बेला त आएको रे नभए आउन दिँदैन थाहा तपाईँ म त भन्छु होइन सुरुमा खेल्दाखेरि सिधै 50 सेन्टमा सुरु गर्ने हो क्या 50 मा कम खानु त्यो खेल्दा चाहिँ 50 युरो हालेर 50 दुईबाट खेल्नु न 50 दुईबाट 50 खेल्नु छैन होइन 50 खेलेर 2 ले खिचेर हालिदिनु 72 पर्छ के यसो गरेर भोलि 1 बजीतिर जाउँ के गरेर 1 बजीसम्म यहाँ अब अहिले आज अब दियो भने 12 1 बजी भन्दा कम पहिला सुत्दैन दोकान के रे 11 बजे त उठिन्छौ 11 बजी उठेर भात सात खाएर 12 बजे राख्दै 11 बजी उठेर 12 बजी ठाक्यो गोपाल दाइको ढाकी लाग्छ कहाँबाट के रे कति गर्नु अघि नै मलाई नगाने अघि नै मलाई फोटो हालेको मान्छे मलाई झनको रिस उठ्यो कसले केलाई ग्रुपमा मासु हाले गएर हामीले भनेको हामीले मानि घन्टाको मात्रै खायो भने हाम्रो 60 रुपियाँ सक्नु पर्छ होला भन्ने जानकारी गरिदिएको थियो भनेर मैले लेखेको ग्रुपमा आएको थियो मैले लेखेको त छैन 12 घण्टा काम गर्दियो 15 रुपियाँ खाए नि 60 रुपियाँ त बन्छ भनेर मैले दिलले भन्थ्यो त्यो डाइलेक्ट चाहिँ आजको त 12 घण्टा काम गरियो 72 युरो खाइहाल्यो 10 रुपियाँ खाए पनि 12 रुपियाँ खाए पनि 60 रुपियाँ बचिहाल्यो भनेर कमाली क्या त्यो डाइलेक्ट आएको थियो यहाँ सुन न त्यो भनेको अहिले दुर्गाले होइन यसो गरेको हेर है कमलले झट्को मार्छ न है भनेको तिमीले कमाइ के गर मैले आज धेरै सोचेँ होइन
ओके साथीहरू, अब हाम्रो चाहिँ लगभग अन्त्य भयो। अहिले रातिको पनि निकै नै बजिसक्यो, 10-11 बजिसक्यो। अब हामी चाहिँ अहिले यतिकैमा अन्त्य गर्न चाहन्छौँ। त्योभन्दा पहिला तपाईँहरूलाई जो नयाँ हुनुहुन्छ उहाँहरूले सब्सक्राइब गरिदिनुहोस्, अनि जो पुरानोहरू हुनुहुन्छ उहाँलाई धन्यवाद। उहाँले कमेन्ट मार्फत भनिदिनुहोस् कस्तो लाग्छ, के लाग्छ, प्रतिक्रिया दिनु होला। हस्त यति भन्दै मलाई बिदा दिन हुन म अनुमति चाहन्छु। हस्त धन्यवाद। सबैजनाको शुभ दिन या शुभ रात। दिनमा हेर्नुहुन्छ भने शुभ दिन र होस् तपाईँहरूको, र रातमा हेर्नुहुन्छ भने शुभ रात्रि। राम्रोसँग र सहज तरिकाले जिन्दगीलाई अगाडि बढाउनु होला भन्दै यतिकैमा टुङ्गेर जान्छु। हस्त धन्यवाद।